ल गाइज साल्ट एन्ड लाइट बार्बर शप है हामी यहाँबाट भित्र जाँदैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ कस्तो छ है डिजाइन चाहिँ बाबाले गर्नु भएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ बाटो यस्तो छ। बाटो कता हो बिर्सियो नि त मैले त। ए तेरिया गाइज बाटै बिर्सेर खत्तम भयो, बर्बाद भयो। यो भ्लग बनाउने चक्करमा बाटो बिर्सिँदो रहेछ गाइज है। यो बाइक हिँडेपछि आँसु नछुट्या दिन हुन्छ। हेलो गाइज, तपाईँहरू सबैजना स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि यो चाहिँ मेरो नयाँ च्यानल हो, त्यसैले सबैजनाले फटाफट च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेवाला छ। अनि आज चाहिँ एउटा भाइको बार्बर शपको ओपनिङ छ अनि म त्यतैतिर जान लागेको छु। जे होस् भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला, के हुन्छ है गाइज। ल गाइज म चाहिँ अनि घरबाट निस्किसकेको छु है। म चाहिँ अहिले अनि त्यो भाइको घर जाँदैछु। त्यो भाइलाई चाहिँ अनि घरबाट लिएर अनि हामी त्यो बार्बर शपमा हामी जाँदैछौँ। जे होस् आज भाइले मेरो कपाल पनि काटिदिन्छु भनेको छ। हुन त फ्रीमा चाहिँ होइन, पैसा दिएर हो, किनकि अब भर्खरै आज सुरु गर्दैछ अनि फेरि फ्रीमा काट्दा अलिक नराम्रो हुन्छ। त्यही हो गाइज है। अनि यो चाहिँ चितवनबाट मैले भ्लग गर्दैछु। आउने दिनहरू बाहिर पनि जानेछु। जे होस् च्यानललाई सब्सक्राइब गरेर राख्नु होला, ताकि तपाईँहरूको अनि फोनमा चाहिँ मैले भिडियो अपलोड गर्ने बित्तिकै अनि नोटिफिकेसन अनि आउनेछ। यो चाहिँ बकुलर चौक हो गाइज है। अब यहाँबाट 2 किलोमिटर जति छ। त्यसपछि भाइको घर आउँछ, त्यसपछि हामी त्यहाँबाट निस्कनेछौँ। ल गाइज हेर्नु होला। ल म चाहिँ हाइवेबाट भित्र छिरिसकेको छु। यो भाइको घर अब नजिकै छ। जे होस् बाइक कुदाउन चाहिँ मजा आएको छ बिहान बिहान है। ल केटाहरू बाहिर निस्केर बसिरहेको रहेछ गाइज है। भाइहरूको घर आइपुग्यो। ल गाइजहरू मैले चाहिँ अनि भाइहरूलाई अनि लिएर आइसकेको छु है। मेरो पछाडि छ 2 जना भाइहरू। हामी चाहिँ अब बार्बर शपतिर लाग्दैछौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ बाटो यस्तो छ। बाटो कता हो बिर्सियो नि त मैले त। ए तेरिया गाइज बाटै बिर्सेर खत्तम भयो, बर्बाद भयो। यो भ्लग बनाउने चक्करमा बाटो बिर्सिँदो रहेछ गाइज है। दङ्गै पऱ्यो त्यो अङ्कल यार, के गरे यो भाइहरूले भनेर। यो कुकुरहरू बिहान बिहान के गरे यस्तो। त्यही छ गाइज है। अब हामी चाहिँ जाँदैछौँ। मैले अघि पनि भनिसकेँ, अरू कुरा भन्नै आएन अनि फेरि दोहोऱ्याइरहेको हो त्यो कुरा। अब यहाँबाट चाहिँ हामी त्यही हो 3 देखि 4 किलोमिटर टाढा छ। अब बटार्नेवालामा छु म। खतरा मजा आउँछ। यो बाइक हिँडेपछि आँसु नछुट्या दिन हुन्छ। ल यो चाहिँ जयमङ्गला चोक हो है। अब हामी यहाँबाट राइटतिर लाग्छौँ। यताबाटि हिँड्नु अलि जाडो जाडो हुँदो रहेछ बिहान बिहान यार। जेसुकै होस्
टोपी लगाइदिए त यार टोपी लगाइदिए त काले हो गुब्बारो यस्तो चोकमा चाहिँ बिस्तारै गर्नुपर्छ के फेरि कोही छप्रीहरू हत्ते आयो भने ल्याङ हुन्छ त अनि त्यही हो गाइज है। अनि मैले अघि पनि भनिसकेको छु नयाँ नयाँ भ्लगहरू आउनेवाला छ अब छिटै जे होस् तपाईँहरूले चाहिँ अनि सपोर्ट गर्नु होला नयाँ भ्लगरहरूलाई। अब चाहिँ अनि चितवनबाट बाहिर जाने प्लानिङमा छु तपाईँहरूलाई सबै भिडियोहरू देखाउने नै छु है। हामी चाहिँ अहिले अनि यो खोले सिमल भन्ने ठाउँमा जाँदैछौँ है। अनि अब नजिकै छ आइपुग्न लागिसकेको छ। Coba nasoya ni orang sidang ni. Mustang ko pada, wajib punya 200 lah. आयो क्या अब धेरै नबत्तिम खोले सिमल बजार। ल हामी चाहिँ खोले सिमल बजारमा आइपुगिसक्यो गाइज। अनि त्यही हो है यहाँ नजिकै हो। यहाँ ट्राफिकहरू छ कि क्या हो? कहाँ गयो हामी? यता पो हो क्या अरे? ल यो चाहिँ खोले सिमल चोक हो गाइज है। खोले सिमल बाटो चाहिँ लेफ्टबाट हामी यता लाग्यौँ भने त्यो भाइको बार्बर सप आउँछ। यदि तपाईँहरूलाई पनि कपाल काट्न मन छ भने चाहिँ आउनु होला। चितवनबाट हुनुहुन्छ भने चाहिँ आउनु होला है। टाढाबाट त के आउनु भन्नु। अब यतै वरिपरि हुनुहुन्छ भने चाहिँ आउनु होला। यही हो बार्बर सपै। ल साल्ट एन्ड लाइट बार्बर सप भनेर यहाँ कालिका खोले सिमल चितवनमा चाहिँ छ। त्यही हो यो भाइहरू है, हेर्नुहोस्। ल गाइज साल्ट एन्ड लाइट बार्बर सप है। हामी यहाँबाट भित्र जाँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो छ है। डिजाइन चाहिँ बाबाले गर्नुभएको छ। ल यो चाहिँ ऐना अनि यहाँहरू देख्नु हेर्नु होला सामानहरू के कस्तो छ है। यहाँ चाहिँ टक्क कपाल काटेपछि नआउने ठाउँ अनि भाइलाई चाहिँ एकदमै गोरो देखायो अरे यहाँ ऐनामा है। अनि हाम्रो पसलको साहुजी चाहिँ यहाँ हुनुहुन्छ। ल के भन्नुहुन्छ? एकदम कपाल काट्न आउनु होला। के भन्ने? ल अनि हाम्रो
उता कोठामा सर यहाँ हुनुहुन्छ हजुर बस्दै हुनुहुन्छ है ल गाइज यो बार्बर सप चाहिँ अब यहाँ नजिकै हुनुहुन्छ भने चाहिँ चट्ट पारामा यता आउनु होला कपाल काट्नलाई बवाल बाहिर चाहिँ पार्टी होला गर्नुवाला छ अब त्यहाँ पानी थापेर ल त्यो भिडियोलाई हेर्दै गर्नु होला है ल हाम्रो भाइले चाहिँ कडा परिश्रम हाल्दैछ है ल गाइज देख्न सक्नुहुन्छ अनि भाइले चाहिँ जे होस् पहिल्यैबाटै अनि यस्तो काम गर्दै हिँड्थ्यो अनि त्यही भएर एक्सपिरियन्स चाहिँ धेरै नै छ भाइलाई होइन म केही बोल्न चाहिनँ दाइ यो विषयमा तपाईँहरूको पनि घर साफ गर्न मलाई ल सम्पर्क यसो अब घरसर यसो क्लिन गर्नु हो भने चाहिँ हाम्रो भाइलाई सम्पर्क गर्नु होला यतिको त म गर्दैछु ल गाइज है कपाल सपाल काटियो अब यहाँबाट निस्कन जाँदैछौँ भाइ चाहिँ अब कपाल सपाल काटेर टक्क खाना खाँदै छ हेर्न सक्नुहुन्छ है हाम्रो कटिङ मास्टरै उहाँ हो अनि यहाँ चाहिँ अब यस्तै छ पारा है ल गाइज त्यही हो है अब अर्को भिडियोमा भेटौँला छिटै नै नयाँ नयाँ भ्लगहरू आउनेवाला छ त्यही हो है बाई बाई